अब 1,000 को लगानी 8 देखि 10,000 बनाउने होइन त। त्यसो भए यो आइपिओ भर्नुहोस्। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड कम्पनीले यही असारको 3 गतेदेखि असारको 8 गतेसम्म चाहिँ तपाईँ हामी सर्वसाधारणको लागि भनेर कुल 14,27,600 किता शेयर 100 रुपियाँ अंकित मूल्यको दरले आइपिओ निष्कासन गर्दैछ। जसमध्ये जम्मा 1,42,760 जनालाई 760 जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताको दरले शेयर हात पार्न सफल हुनेछ। कम्पनीको आइपिओमा कम्तीमा 10 किता र बढीमा 10,000 कितासम्म चाहिँ आवेदन दिन सकिन्छ। यो हाइड्रो पावर सेक्टरको कम्पनी हो। कम्पनीलाई रेटिङ एजेन्सीले BB को रेटिङ दिएको छ, जसको मतलब कम्पनीको वित्तीय वहन गर्ने क्षमता चाहिँ मध्यम जोखिम रहेको जनाउँछ। आइपिओ निष्कासन गरिरहँदा कम्पनीको अर्निङ पर शेयर अर्थात ईपीएस चाहिँ 5.13 पैसा र नेट वर्थ चाहिँ 106.84 पैसा रहेको छ। ल त साथीहरू, आजको भिडियो कस्तो लाग्यो र मेरो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्न नबिर्सिनु होला। र यस्तै खालका जानकारीमूलक भिडियोहरू हेर्नलाई चाहिँ मेरो यस आइडी र च्यानललाई चाहिँ सब्स्क्राइब र फलो गर्न नबिर्सिनु होला।